प्रस्तुत छ। आज मिति 2082 साल जेठ 24 गते शनिबारको दैनिक राशिफल। ओम नीलाञ्जन समाभासम रविपुत्र यमाग्रजम छायामार्ताण्ड सम्भूतम तं नमामि शनैश्चरम्। यो मन्त्र शनिदेवको कृपा प्राप्त गर्न आज 108 पटक जप्नुहोस्। मनको डर र दुःख हराउँदै आशाको प्रभा छर्नेछ। स्वागत छ तपाईलाई एआई राशिफल च्यानलमा। म तपाईको लागि आजको दिनको 12 राशिको रहस्यमय भविष्य लिएर आएको छु। तपाई यो सामग्री कुन देश कुन ठाउँबाट हेर्दै हुनुहुन्छ? कृपया तल कमेन्टमा आफ्नो स्थान लेखिदिनुहोस्। तपाईको एक टिप्पणीले हाम्रो आध्यात्मिक यात्रा अझै सुन्दर बन्छ। आज निर्जला एकादशी व्रतको पवित्र दिन। तिथि एकादशी शुक्ल पक्ष। नक्षत्र चित्रा। सूर्य उदय बिहान 5:05 बजे। सूर्य अस्त साँझ 6:57 बजे। चन्द्रमा तुला राशिमा। तुलसीको दल राख्ने निर्जला एकादशी भगवान विष्णुको उपासना गर्ने दिन। तुलसीको पात अर्पण नगर्ने। मेष राशि। समयले तपाईलाई परीक्षा लिँदैछ, तर हिम्मत नहार्नुहोस्। पुरानो सपना साकार हुन सक्छ। शनिदेवलाई तेल चढाउनु लाभदायक हुनेछ। वृष राशि। शान्त रहनुहोस्, मनका कुरा साँचो साथीलाई मात्र सुनाउनुहोस्। व्यापारमा लाभ देखिन्छ। मिथुन राशि। मानसिक द्वन्द्वबाट मुक्तिको संकेत। प्रेम प्रस्तावहरू आउन सक्छन्। ध्यान दिनुहोस्, शब्दले चोट नपुर्याओस्। कर्कट राशि। पारिवारिक खुसी मिल्नेछ। आर्थिक निर्णय सोच विचार गरेर लिनुहोस्। मन्दिर जानु शुभ हुनेछ। सिंह राशि। बिहान असहज लाग्न सक्छ, तर दिउँसोबाट ऊर्जा फर्कनेछ। पुरानो मित्र भेट्ने सम्भावना। कन्या राशि। कामको चाप बढे पनि तपाईको धैर्य नै सफलता ल्याउनेछ। गुरुजनको सल्लाह लिनुहोस्। तुला राशि। मन बेचैन रहन सक्छ। ध्यान तथा प्रार्थनामा समय दिनुहोस्। प्रेममा परीक्षणको घडी हो। वृश्चिक राशि। कसैले तपाईको भावना बुझ्दै छैन जस्तो लाग्न सक्छ। संयम राख्नुहोस्, साँझपख राम्रो समाचार आउन सक्छ। धनु राशि। आज रमाइलो यात्रा हुन सक्छ। अध्ययन र सृजनामा सफलता। भगवान विष्णुलाई अक्षता अर्पण गर्नु लाभदायक। मकर राशि। व्यावसायिक सफलता सम्भव छ। प्रेम जीवनमा निकटता बढ्नेछ। शनिदेवको पूजा गर्नुहोस्। कुम्भ राशि। धेरै कुरा सोचेर थकित नबन्नुहोस्। आत्मविश्वासले मार्ग खुल्नेछ। नजिकको कोही सहायता गर्न सक्छ। मीन राशि। सपना देखिने दिन हो। नयाँ अवसर झल्किन सक्छ, तर निर्णय सोच विचार गरेर लिनुहोस्। जीवन एउटा रहस्य हो। हरेक दिन कुनै संकेत लुकाएर ल्याउँछ। आज तपाईले जुन कुरा सुन्नुभयो त्यो संयोग मात्र होइन। कसैको आशिष, कसैको प्रार्थनाले तपाईलाई यहाँसम्म ल्याएको हो। यदि तपाईले यो राशिफल मन पराउनु भयो भने कृपया लाइक, कमेन्ट र शेयर गर्न नबिर्सनुहोस्। सब्स्क्राइब गर्नुभयो भने हामी हरेक बिहान तपाईको ढोका अगाडि आशाको सन्देश लिएर आउनेछौँ। फेरि भेटौला भोलिको राशिफलमा। तपाईको आजको दिन शुभ रहोस्। शान्ति, प्रेम र समृद्धिको साथ।